यो म अहिले चाहिँ यो थापथली पुलबाट अलिकति यता पश्चिमतिर भनौँ हाम्रो त्यहाँ आएको छु थोरै अलिकति यता त्यो चाहिँ कालीमाटी जाने पुल भयो यता छु यो चाहिँ गएको असोज भनेको भदौको अन्तिमतिर गएको बाढी भाडा यो विकराल बनाएको अझै पनि यो ललितपुर महानगरले केही पनि गरेको छैन कति मान्छे हिँड्छन् कति के गर्छन् के गर्नै पर्ने हो उता चाहिँ पार्कमा त्यस्तै बिजोग छ कस्तो हो यो समस्या यी जस्तै यो यस्तो छ यो एउटा कमसेकम एउटा डोजर लगाइदिनु हुन्छ नि कति नगरेको है मान्छे कति हिँड्छन् कति फ्रेस हुनु खोज्छन् कति मतलब नगरेको के भन्ने यो त्यसरी हेर नि त मान्छेलाई कति अनौठो त्यहाँ गएर त्यो एउटा नानीले पढ्दैछ नि हेर्नु त बागमती करिडोरमा गएर मान्छेको इच्छा त छ नि त्यहाँ हेर्नुहोस् त ल त्यो नानीले किताब पढ्दैछ नि हेर्नुहोस् है नि पढ्दैछ नि यही हो के लेख्दियो होला तिमीले के आएको होला केही पनि छैन कसैलाई केही मतलब छैन बालन भनेर पनि भएन यता चिरबाबु गर्नु पनि भएन यस्तो समस्या हुँदा एउटा डोजर लगाइदिएर एउटा समस्या लगाइदिएर टक्टर सफासफा गरिदिएको व्यवस्था एकचोटि समस्या गरिदिएको व्यवस्था अल्ल पुग्छ नि मान्छेलाई कति फ्रेस हुनु मन लाग्छ कति आनन्द हुनुहुन्छ नयाँ खर्च गर्नलाई चाहिँ जति पनि जाने क्या तर अपरेसन म्यानेज गर्नु जाने नजानेका यहाँ बुढो एकजना बस्नुहुन्छ केटाकेटी खेलेर खाने यो दूरदर्शन हामीले देखाउने यति कुरा पनि हामीले कहिल्यै जान्दैनौँ ऊ त्यहाँ पल्ट्या छ अन्त ए साह्रै विकराल भयो साह्रै विकराल कहिले पनि म्यानेज गर्न सकिँदैन ऊ नयाँ कन्स्ट्रक्सन गर्नलाई रेडी छ नि तिमीहरू फेरि तर त्यो कन्स्ट्रक्सन गरेकोलाई मेन्टेनेन्स गर्नु छ नि यो इटा टायल राम्रोसँग बनाएको छन् तर इटा टायलको फेरि मेन्टेनेन्स खै त छ नि कहिले पनि हुँदैन अति भयो हेर्दै जाऊँ त ल कहाँसम्म सधैँभरिको यस्तो विकराल ऊ त्यो अझै पर त्यो सानैपाक पुल मुनि त्यहाँ देखाउने होइन अझै कहिल्यै पनि त्यो तल त्यहाँ त्यो पानीको जमिरहेको हुन्छ सधैँभरि कहिल्यै पनि त्यो समस्या समाधान छैन त्यति पनि गर्न नसक्ने हो यहाँ हेर त्यही एक डोजर लगाइदिनु कति हुन्छ बागमती सफाइ अभियन्ताहरूले गर्नुभएको छ हामी लाग्न सके हामी 20 हरेक हप्ता 15-20 जना लाग्नुहुन्छ उहाँहरूले म्यानुअलले कति पो गर्नुहुन्छ होला यो बागमती एउटा डोजर लगाइदिइराख्ने भने कति पानी कालै हुन्छ तर वरिपरिको सफासुग्घर त हुन्थ्यो होला नि त्यो पनि छैन ओ यो गएको बागमतीको बाढीको त्यो प्लास्टिक अझै पनि छ हेरौँ यस्तो कहिले पनि भएन यति गर्न सकिँदैन काठमाडौँ के अरे हाम्रो ललितपुर महानगरपालिका यस्तो छ विकराल यहाँ हेरौँ त्यही यो 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 त्यो फलामको रड राख्नलाई चाहिँ फेरि बजेट निकासा गरेर राखिहाले तर त्यसलाई मेन्टेनेन्स गर्न छँदै छैन यहाँ मान्छे बिहान साँझ कति हिँड्थ्यो यहाँ गएको कति भयो समय 6-7 महिनाभन्दा बढी बेसी त्योभन्दा पनि बढी बेसी छैन हेरौँ पन्छी घर भनेर राखेको छ हो एउटा तर के भन्छ ऊ त्यहाँ केटाकेटीहरू खेलिरहेको छन् तिनीहरूले देख्नु त यहीँ होला नि अनि बस्नु मन लाग्छ यहाँ देशमा हामी अझै पनि त प्लास्टिकहरू अझै छन् बालुवाको माटो छँदैछ यस्तो विकराल हुँदा पनि सफा नगर्ने अझै त्यो हाम्रो
ललित महानगरपालिकाको नगर प्रमुखले अझै नगर प्रमुखले हाम्रो महानगरको प्रहरी प्रमुखले अझै कहीँ गिटी उठ छोड्यो भने यस्तो गरिन्छ भनेर भिडियो राख्न सक्नेले यहाँ चाहिँ हेर्नै नआउन सक्ने त्यो थाहा छैन यस्तो छ भन्ने कुरा कहिले के हेर्ने ल यस्तो फोहोर यता यस्तो छ त युएन पार्कमा त्यस्तै छ यस्तो ठाउँ छ हस् त मैले यति भने है त